तिमीहरूको कर्तुत मजासँग थाहा छ क्या। अरूलाई अन्डर एस्टिमेट गरेर एउटा क्षमतावान मान्छेलाई पनि करुणाको पात्र बनाइदिइसकेपछि आफू त माथि भइन्छ। माथि भइसकेपछि त आफ्नो सबै चिज सुरक्षित हुन्छ, सबै तल भइदिन्छ भन्ने यिनको बुझाइ होला। तर अब यस्तो बुझाइले काम गर्ने छैन, बुझिराख्दा हुन्छ। यहाँनिर एउटा यिनीहरूको बठ्याइ र हाम्रो कमजोरीको बारेमा थोरै भन्न चाहन्छु। के हो भनेदेखि यिनीहरूले हामीलाई सप्रेस गरेर, यो चिम्से थ्याप्चेहरूलाई सप्रेस गरेर आफू अलिकति माथि बन्नका लागि हामीलाई सोसाइटीबाटै सानैदेखि नै साइकोलोजिकल्ली म्यानिपुलेट गर्दै आए क्या। फर इक्जाम्पलका लागि के हुन्छ भनेदेखि हाम्रो यो साइकोलोजीमा जस्तै हामी जन्मिँदाखेरि त कोही वैज्ञानिक भएर जन्मेका हुँदैनन्, कोही टिचर भएर, कोही कुनै महान योद्धा भएर, अथवा कोही कुनै त्यस्तो गुण लिएर जन्मिएको त हुँदैन, खालि न्युट्रलमै जन्मिने हो। जन्मिसकेपछि जति हाम्रो समाज, घर, परिवारबाट हामीमाथि इन्स्टल गर्ने जुन ज्ञान गुणका कुराहरू हुन्छ नि, हो त्यहाँनिर चाहिँ यिनीहरूले एकदमै दुर्भाग्य नै भन्नुपर्छ, म्यानिपुलेट गरेर हामीलाई साइकोलोजिकल्ली नै विक बनाइसकेको छ क्या ऊ बेलादेखि नै। जस्तै हामी सानो छँदाखेरि नै अब हामीले सुनिरहेकै हुन्छौँ। जस्तै अहिले पनि सुनिहाल्नुभयो, मगरको छोरो सोझो हुन्छन् होइन, गुरुङको छोरो राई लिम्बू चिम्से थ्याप्चेहरू होइन, सबै जाँड रक्सी खाने, अनि त्यसपछि दिमाग हुँदैनन्, बुद्धि हुँदैनन्, लाटा हुन्छन्, सोझो हुन्छन् भनेर सानो हुँदादेखि नै समाजबाट नै हामीले त्यस्तो इमेजहरू हाम्रोमा इन्स्टल हुँदै आइयो क्या हामीहरू चाहिँ। त्यही भएको कारणले गर्दाखेरि ब्रेनमा के असर पर्यो भनेदेखि चाहिँ म त सोझै हुँ क्या अरे, म त लाटो नै हुँ क्या अरे होइन, मेरो त त्यस्तो एबिलिटी भनेको छैन क्या अरे होइन भन्ने टाइपको एउटा हाम्रो ब्रेन मेकानिजममा नै त्यो घुसाइदियो क्या। त्यो चाहिँ हाम्रो लागि दुर्भाग्यको कुरा हो। यसलाई अझै म एउटा इक्जाम्पल दिएर, इन्स्टेन्स दिएर क्लियर पार्न चाहन्छु। एउटा माहुतेले जङ्गली हात्ती भनेको कति पावरफुल होला। त्यो सानो छावा हुँदै उसले घरमा ल्याउँछ र ऊ नभागोस् भनेर खुट्टामा सानो फलामको साङ्लो बाँधेर पाल्छ। सानो हुन्जेल त ठिकै थियो, उसले सक्दैन थियो होला पनि त्यो फलामको त्यान्द्रोलाई। तर त्यो हात्तीको सानोदेखिको उसको पनि माइन्डमा के हालिदिन्छ भनेदेखि त्यसले बाँधिसकेपछि त्यो फुत्केर जान पाउँदैन होइन। उसको दिमागमा के बस्यो भनेदेखि यसले बाँधिसकेपछि त म यो चेनबाट उम्किन सक्दिनँ भन्ने उसको सानैदेखि उसको ब्रेनमा त्यो छिराइदियो। अनि त्यसपछि त्यो हात्ती ठुलो हुँदै जान्छ, भयङ्करको ठुलो भइसकेपछि पनि सानो त्यान्द्रोमै अल्झिराख्छ क्या त्यो हात्ती। किन थाहा छ? उसको माइन्डले एक्सेप्ट गरिसक्यो कि यसलाई म चुडाउन सक्दिनँ भनेर। त्यो भएको कारणले गर्दाखेरि उसले चाहेर पनि त्यो चुडाउनै सक्दैन क्या। यदि त्यो हात्तीलाई त्यसरी म्यानिपुलेट नगरेको भएदेखि हात्तीको पावर त जङ्गलको रुखलाई जरासहित उचाल्न सक्ने पावर हुन्छ। फलामको त्यान्द्रो त के, उसले फलामै भाँचिदिन्छ, फलामै चुडालिदिने उसको क्षमता हुन्छ। जसको कारणले उसलाई जुन सानैदेखि हुर्काइएको वातावरण, उसलाई सुनाइएको भनिएको इन्फर्मेसनहरूको कारणले गर्दाखेरि चाहिँ ऊ त्यो सानो चेनमै उसलाई आफ्नो क्षमताहीन होइन, मसँग ताकतै छैन भनेर ऊ त्यसैमै जीवन बिताउन बाध्य हुन्छन्। हो त्यसरी नै हामीलाई पनि सानै छँदाखेरि नै तैँले केही गर्न सक्दैन, त सोझो होस् होइन, त लाटो अनि मन्दबुद्धिको हुन्छ भनेर हाम्रो समाजमा हुन्छ नि, अहिलेका जुन बाठा भनाउँदाका एउटा नस्लीय समूह छ नि नेपालभरि नै, उनीहरूबाट हामीमा त्यो छिराइदियो। जसको कारणले गर्दा हामीलाई लाग्न थाल्यो कि हामी त साँच्चै नै सोझो हौँ। अब यति भनिसकेपछि त हाम्रो चिम्से थ्याप्चेहरूले नि सायद बुझ्नुपर्छ र बुझिसक्यो होला नि। अब त्यो घरपालुवा हात्ती बनेर बस्ने कि जङ्गलको धुर्बे हात्ती बन्ने क्षमता छ तपाईँसँग। अब कुन बन्ने तपाईँमा भर पर्ने कुरा हो। त्यसैले अबबाट चाहिँ सबैजना धुर्बे हात्ती हुन्। उनीहरू धुर्बे हात्ती हुन सक्छ भनेदेखि हामी धुर्बे हात्ती हुन किन सक्दैन?
त्यही भएको कारणले गर्दाखेरि कसैको करुणाको पात्र बनिराख्ने होइन, कसैले त सोझो छ भनेर निच्चा हाँसेर बस्ने होइन, सोझो अथवा बुद्धि थोरै छ भन्दैमा आफूलाई एक्सेप्ट गरेर बस्ने होइन। आफू जाग्नु पर्यो। उनीहरूले सोझो भनेको दया माया गरेर सोझो भनेको होइन, उनीहरूले सोझो भनेको तँबाट अथवा मबाट फाइदा लिनका लागि भनिएका शब्दहरू हुन् तिनीहरू भनेको। समयमा बुझौँ, सचेत हौँ र यस्तो कुराहरूबाट अब पिल्सिनु हुँदैन। आफ्नो हक अधिकारको कुरा छ, त्यही भएको कारणले गर्दाखेरि चाहिँ तँ सोझो ऊ सोझो भनेर होइन, यहाँ सोझो र बाठो भन्ने सवालै आउँदैन। सबै जन्मिँदै लिएर आएको कोही पनि हुँदैन। पछि आफूले आफ्नो साधना हुन्छ, पढेर हुन्छ, ज्ञान गुणका सारा बाहिरतिरबाट नलेज गेन गरेर आफूलाई बनाउने हो। जो कोही पनि जन्मिँदै त्यस्तो सवाल भएर जन्मिएको कोही पनि हुँदैन। त्यही भएर आफूलाई त्यतिमै सीमित नराख्नु जहाँ कसैको करुणाको पात्र बनिराख्न परोस्।